सो आज शनिबार, त्यही भएर मेरो बिहान आँखा खुल्यो 9 बजे। 9 बजे आँखा खोलेपछि तल जाँदाखेरि भाइ टिभी हेरेर सबै सामान फ्यालेको रहेछ। अनि त्यसपछि एकछिनपछि माथि जाँदाखेरि बाबुसोटा माथि डेरा जमाइन्छ रहेछन्। माथि माम खाएर ल्यापटप हेरेर बसेपछि भाइ पानी खेलेर चकचक गर्दै थियो। त्यसपछि म बसेँ मेरो कोठा सफा गर्न। कोठा सफा गर्दा हेर्न सक्नुहुन्छ यो जुन कपडा छ नि, कोठा सफा गर्ने यो मेरो भाइको लुगा हो। किनकि म नेपाली हो अनि केही कुरा पनि मलाई फेल्न मन लाग्दैन। ओके, त्यसपछि मैले सबै सफा गरेँ। सफा गरेर चाहिँ याद आयो कि भाइ माथि पनि यति धेरै फोहोर थियो, मैले आफै फोहोर बनाएको, अब आफै सफा गर्नु पनि छ। र सबै सामानहरू मैले निकालेँ अनि सबै सफा गरेँ। यति धेरै सामान थियो मेरो भुइँ नै भरियो। त्यसपछि माथिको त्यो सामान राख्ने ठाउँ पनि सफा गरेँ। त्यसपछि भित्र पनि यति धेरै फोहोर थियो। भित्र सफा गर्दा मलाई मेरो पुरानो डायरीहरू देखेँ, त्यही त पढ्न पनि थालेँ। त्यही भएर अलिक टाइप तल भुइँमा हेर्नु भाइ यति धेरै फोहोर छ। त्यसपछि मेरो भाइ पनि आएको थियो, त्यो मैले सफा गरेँ माथि हेर्नु अनि भित्र पनि हेर्नु एकदमै अर्गनाइज भयो। त्यसपछि म तल गएँ। तल जाँदा वाटरमेलन रहेछ, वाटरमेलन भाइ र म मिलेर खायौँ। भाइ र म मिलेर वाटरमेलन खाइसकेपछि म नुहाउन बसेँ। यो किन लाएको तेल अनि यो स्याम्पू बाहिर, किनकि मेरो ड्यान्ड्रफको ट्रिटमेन्ट गरेको। अब हेर्नु सबै सफा गरेर रुममा आउँदा यस्तो आनन्द थियो। रुममा मैले फुल पनि ल्याएँ अनि डेस्कमा एउटा गणेशको पनि राखेको, त्यसको भिडियो बनाउन मैले बिर्सेँ। त्यसपछि म माथि गएँ। माथि जाँदाखेरि भ्यू आहा यति राम्रो थियो, यस्तो शीतल भइरहेको थियो किनकि पानी पर्नेवाला थियो। परबाट आकाश निलो हुँदै आउँदै थियो। अलिक तल आउँदाखेरि अलिअलि पानी परे जस्तो भयो, त्यही भएर म गएँ माथि जाँदाखेरि अलिक पानी भेट्नै पऱ्यो। तर यो खुसी अलिकतिको मात्र थियो किनकि त्यसको 1 सेकेन्डपछि पानी रोक्यो। त्यसपछि म गएँ मामल भाइ हेर्नु सक्नुहुन्छ गाडी चलाउँदै यत्तिकै। त्यसपछि सबैजना मिलेर हामी मामल गयौँ। हेर्नु बाटोमा यति धेरै डाइभर्सन थियो, दिमाग खराब हो। त्यसपछि मामल पुग्यौँ। हेर्नु मामलको भ्यू चेक गरिसकेपछि हाम्रो भयो ग्रान्ड इन्ट्री, मासु भात पनि खाइयो। त्यसपछि गाई नयाँ किनेको रहेछ अनि गाईले राम्रो भन्ने समिति या गठन भइसकेको थियो। त्यसपछि मेरो ब्याग पनि ल्याएको थिएँ। सो अब म भिडियो एडिट